हेलो गाइस, वेलकम बैक टु माई च्यानल। म चाहिँ मेरो घर जाँदैछु अनि पानी आएर रास्ताको हालत पनि यस्तो छ। अनि पनि आएर छ, त्यही भएर छाता ओढाएर आफूभन्दा त फोनलाई छाता ओढाएर लग्नुपर्छ पानी झरीमा, नभए त फोन भिजिहाल्छ। अनि म चाहिँ यो नालामा हिँड्दैछु अनि ज्योति चाहिँ बेकारमा आएको जस्तै भयो। म त आउनै मन लागेन भनिरहेछ गाइस। रास्ताको हालत पनि यस्तो छ, हेर्नु होला। तपाईँ हेर्न सक्नुहुन्छ पानी झरीले। तपाईँहरूको गाउँहरू पनि यस्तै हालत छ भने सेयर कमेन्ट गरेर भन्नु होला हामीलाई। अनि हामी चाहिँ जाँदैछौँ अनि त्यहाँदेखि माथि गएर बाजुलाई पनि देखाउँला। म चाहिँ के भन्छ, आज चाहिँ क्लास पनि स्कुल गएको कि आज स्कुल गएको, तर पनि छुट्टी हो भन। त्यहाँदेखि बेकारमा हिँड्नु परेर रास्ता पनि गइबट छ, जानु पनि मन लागेको छैन, तर के गर्नु, मम्मी बाबालाई भेट्नु मन छ, त्यही भएर गएको। अब जानु पाउँदिनँ अरे। त्यहाँदेखि फेरि हाफ इयरली सकेर जानु पाउँछ अरे। हाफ इयरली चाहिँ जुन डेट 6 हुन्छ अरे भन्दैछ। एक्जाम पनि आयो अनि म पनि भ्लग बनाउनु पाउँदिनँ होला अब त, किनकि एक्जामको कारणले। त्यही भएर अहिले बनाउँदैछु म चाहिँ रेस गरेको। भाउजूको ब्याग बोक्दा बोक्दा पनि गरिसक्यो। गल्यो हेर्नु, मलाई चाहिँ मामाले घर लान आँटेको जस्तै मलाई चाहिँ टाउकोमा बेरेर तल खेतदेखि घोडा जस्तै कुदाउँदै फाइनली घर आइपुगेँ। अनि ल गाइस, म चाहिँ घर आइपुगेँ। अब म बाजेलाई देखाउँछु है। अनि यो चाहिँ मेरो बाजे। र गाइस, म चाहिँ घरदेखि रुम फर्किँदैछु। म चाहिँ भारी बोकेर जान आँटेको गाइस। साह्रै गरम छ, भारी पनि आएँ, घाटै चढ्ला जस्तो। अहिले त पानी पनि नआएर कति राम्रो छ, हेर्नु सक्नुहुन्छ गाइस। हेर्नु सक्नुहुन्छ आकाश पनि कति राम्रो गाइस। फाइनली हामी चाहिँ यहाँ बिसाको भारीहरू पनि बोकेर साह्रो यहाँ बिसाएर फेरि घर जान्छौँ तल। अनि साह्रै गरेर बिसाएको थियौँ। हेर्नु गम्बुटको हालत कस्तो छ। हामी चाहिँ सागसब्जी लिन आएको छुट्टी भएर। कति साह्रो गयो नि, कति साह्रो गयो ज्योति, साह्रै गयो। ए देख्नु हो त गाइस, क्रिस्चियन कलोनी आउनु कति साह्रो पर्दो रहेछ। गलेर हत्ते पुराण भन्यो गाइस। म चाहिँ फाइनली घर आइपुगेँ अनि वाट्सएप पनि गरिसकेँ। अब म चाहिँ पढ्न जाँदैछु, किनकि मेरो चाहिँ युनिट टेस्ट छ, त्यही भएर। अनि म चाहिँ अब कसरी पढ्न जाँदैछ। ओके गाइस, म चाहिँ अब यो भिडियो यहीँ अन्त गर्छु, किनकि भोलि चाहिँ मेरो एक्जाम छ। त्यही भएर तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई।